हेलो साथीहरु, गुड मर्निङ। हाम्रो सूर्य सूर्य त त्यहाँबाट उदाउँथ्यो त यहाँबाट उदाएछ त आज। यहाँ सूर्य आएको छ आज। आज होइन, आज आउन त सधैँ आउँछ, सूर्य उदाएको छ। तर आज ढिलो नि त। हेर्नु यस्तो हुस्सु लागेको छ। नेपालगञ्जमा मेरो छोरी फुल टिप्न गइरहेको छ। मेरो बुढो यहाँ गुड मर्निङ भन्नु बुढो। गुड मर्निङ। मैले यहाँ झाडु लगाइरहेको छु। मर्निङ झाडु लगाइराख्नु भएको छ। म चाहिँ खाना बनाउन लागेको छु। अब आज हाम्रो भाले कट गर्ने रात भाले कोया कोया सुत्केरीलाई खया भने जस्तै मैले भाले किनेर लिएर आएको छु हिजो। अनि भालेको रातो भाले, लोकल भालेको झोल खान मन लागेको छ। मैले यहाँ बसालेको छु। यता बाख्रालाई पानी, अनि यता मैले आलु सनिरहेको छु साथीहरु। मेरो छोरीले उहाँ पूजा गरिरहेको छ साथीहरु। अब खाना बनाइरहेको छौँ। अब हामी एकछिनपछि फेरि भेट्छौँ। बाई। पूजा गरिरहेको छ हेर्नुहोस् मेरो छोरीले। बस बस होइगवा। कलश सलस राखेर है। मेरो बाख्राले हेरिरहेको छ। अब यसलाई म निकाल्न लागिरहेको छु। यस्तो दामी घाम आउँछ। मेरो बुढो अब लुगा धुने तयारीमा, अनि धार लगाइराख्नु भएको छ। उता माथि लगाइ नि हुन्थ्यो नि। यहाँ मेरो सिटी लगाइरहेको छ। यसलाई एक लट पानी खुवाएर फेरि बसालिदिइसकेँ मैले साथीहरु। रात भाले कोया कोया सुत्केरीलाई खया। यसलाई हामी चट्ट पारेर पकाने हो। हेर क्युटी नाचेको देखाएको। क्युटी नाचेको देखाएको। हेलो साथीहरु, मैले अचारको लागि रेडी गरिसकेँ। अब म जाँदैछु मुला टिप्न। आऊ छोरा आऊ। अब म जाँदैछु मुला टिप्न। मुला उखाल्नु पर्यो। हेरौँ मेरो बाख्राले मे मे गरेको के भयो? ओह के भयो? फेरि अल्झ्यौ के हो साथीहरु? मेरो मुला हेर्नु। छोरी आऊ, त्यो राख न भनिरहेको छु कतिचोटि मैले तिमीलाई। खालि ठुल्ठुलो टिप्न पाएँ भनेको। ठुल्ठुलो नाइ है। ल जाऊ उताबाट गर। जाऊ उता जाऊ। रोक्यो क्या त साथीहरु? त्यसरी गऱ्यौ? यसरी सिधै राखेर गर न। सिधा। ओ माय गॉड, मुला मेरो मुला भयो। के भन्नु, यसलाई प्याक गरिराखेको छ होइन। अनि यिनीहरू उखालिदिएपछि अलिकति जम्मा पनि हुँदैन कि छोरी। ला भाँच्यो गाइस। मेरो मुला दुईवटा भए पुग्छ। लोभ पो लाग्यो मलाई त उखाल्नु। कस्तो लोभ लाग्यो यार। अब कहाँ छ एउटा उखालम है। ऊ त उखाल्नु नि तपाईँको पछाडिको। सानो छ क्या हो त्यो टिप्नु छैन कि छोरी। बढ्न हुन्छ। यही दुईवटा मात्रै टिपौँ अहिलेलाई, पुगिहाल्छ नि। ल साथीहरु, यस्तो कलिलो छ यो पाती है। मलाई नै साग खान मन लागिसक्यो। अब म यो बाख्रालाई दिन्छु। कालीलाई पनि दिनु न भाइ। काली दुईवटा मुला। लेट्स गो। रोपे थियो र पो दुईवटा मुला खान्छ। ला हिलो भयो। हिलो भयो? चप्पल तलै गर है। त्यही चप्पल लगाएर आएको थियौ? ल्याऊ साथीहरु। अब म यो मुला काट्न गइरहेको छु। मुला
लिएर आएँ। आफ्नो बारीको भनेको आफ्नो बारीको हुन्छ होइन। अब यसलाई म यसलाई अचारमा हाल्नु पर्यो। लुगा खोल, लुगा फेरेकै छैन तिमीले, फेर्नु पर्दैन। उही नाइट ड्रेसमै छौ तिमी। आज नानीहरूलाई खाना खान बोलाएको छु, त्यही भएर नै हो साथीहरू। हिजो मुला सुला किन्नै भ्याइन, अहिले लास्टमा आफ्नै बारीको मुला काटेर हालेको मैले। यस्तो लोभ लाग्छ नि साथीहरू, अरू के अरे अन्तबाट किनेर ल्याएर आएर बरु खाना त्यति लोभ लाग्दैन होइन। अनि आफ्नो बारीको चाहिँ रहिरहोस् जस्तो लाग्छ कि, चाहे फुल होस् चाहे खानेकुरा होस् होइन, फलफुल होस् तरकारी होस्, रहिरहोस् जस्तो लाग्छ कि। किनभने चाहिँ त्यो सजिलो हुन्छ नि त, फुल पनि टिपेर पूजा गर्न मन लाग्दैन आफ्नो त। त्यस्तो हुन्छ कि। मिठो मुला रहेछ। ल त साथीहरू, अब म यसलाई झानझुन गर्छु, रेडी हेर्छु देखाउँछ। हेलो साथीहरू, मैले खानासाना सब बनाइसकेँ। यहाँ भात छ, यहाँ साग छ, मैले अचार बनाइसकेँ। वाउ, गोर्खे अचार। हाई गाइज भन्नुहुन्छ। पाहुना आइसक्नु भएको छ। अचार खाएर कस्तो छ अचार? हो मेरो बुढो आफ्नो उहाँ के बनाइराख्नु भएको छ, अन्डा सन्डा। यहाँबाट हेर्न पछाडि हेर्न, अब रुख अहिले त अलिकति सबै ऊ भएछ, पात झरेछ, हरियो भयो भने झन् राम्रो। साथीहरू, मैले कुखुराको झोल, आमामामामामा क्या खतरा बनाएको छु नि त मैले साथीहरू, हेर्नु झोलको सही छ। हेलो साथीहरू, हामी यहाँ घाम ताप्न आएको छौँ। मेरो छोरी, मेरो नानीको छोरी, हामी बाख्रा हेर्न आएको छौँ। आम्बा भात खान लाग्छन्, त्यही भएर यसलाई हेरेको। मेरो बाख्रा यहाँ छ। हेलो साथीहरू, म त खाना खाएर पनि के गरेर पनि त्यहाँ गमला समला बनाएर पनि अहिले यसो हामी जुम्रा सुम्रा हेर्दैछौँ। बिर्सिन्छु, भ्लग बनाउनै बिर्सिन्छु। के हो है नानु, भ्लग बनाउनै बिर्सिन्छौँ हामीले हो न। रात पर्न लागिसक्यो, 4 बजिसक्यो, के गर्ने होइन। हाम्रो त्यहाँ गमला समला बनाएँ। अब म छिमेकी घरमा आएर बसेको छु साथीहरू। भिडियो खोले भनेको त। ल हाई गर, ल चेस पखन। अहिले गरम न, यहाँ भरुवा हुँदैछ, टिकिया सिकिया हुँदैछ। यहाँ मस्त मला जे होला भइरहेको छ। आमामामा कोहीले फेरि कत्रै हेरेको हेर न। राम्रो त्यो क्यार कुटुरो लायो टोपी। डाइरेक्ट गऱ्यो भनेको त भिडियो अन नभइरहेको रहेछ कि। यहाँ साथीले यस्तो गरिराख्नु भएको छ यहाँ। आमामा, अब स्वेटर बुन्नेले तर जहाँ गएर जाडो महिना लागेपछि हुने है, गरम महिनामा बुन्ने हुन्न त है। के
अब हामी यहाँ चिया खाइरहेछौँ आज खाना नखाने त होला यी रात परिसक्यो हेर्नुहोस् मेरो बुढो ड्युटी गइसक्नु के गर्नु त के गर्नु जान्छौ हाम्रो घर म भयो जस्तै मान्छु है मैले मान्न त साथीहरू पान तताउनु लाग्छ मैले बाख्रालाई पानी दिने भनेर तताइरहेको बोतल सोतल बारेर तताइरहेको बलिरहेको रहेछ बिचरा कतिको तातो भयो पानी पानी त मन तातो भयो रहेछ बल्दो रहेछ फेरि ल यो पनि बालिदिए खेर जानुभन्दा त बाल्नु नै बेस हो त पानी तातो बनाइदिनु पर्यो त्यसपछि खान दिनु पर्यो पानी के गर्ने मेरो बाख्रालाई बोतल दाउरा सल्काएन कि मैले बोतल मात्र बालेको बलिरहन्छ अब ढुटो हालिदिनु पर्यो यो ढुटो छ यो ढुटो हालिदिनु पर्यो साथीहरू अनि खान्छ अनि बस्छ चलाइदिनु पर्यो अब अलिकति चलाउनु नि पर्यो कालो कालो धुवा आयो मुखमा घाँसै गइगयो धुन्छु साथीहरू अब म कपडा सिलाउन लगाइरहेको छु होइन बच्चाको चोलो हेर्नु न कति धेरै कपडा छ 1 जोड 2 जोड 3 जोड 4 जोड हेलो साथीहरू अब रातिको 7:30 भइसक्यो अब म बच्चाको चोलो सिलाउन लागिरहेको छु अब के गर्ने ब्लग बनाउनु यति रहर लाग्छ है साथीहरू तर के गर्नु भ्याउँदिनँ बिहान त खाना लाग्यो त गराउँछु भन्दाखेरि त त्यो भिडियो नि खिच्न भ्याएन छु अनि त्यही भएर अब अहिले गराउनु लगाएको छु भ्याएको छैन अब कहिलेकाहीँ अब घरकै दिनचर्या हुन्छ कि कहिलेकाहीँ रमाइलो गरेको यताउता गरेको लिएर आउँला होइन भिडियोहरू अनि राम्ररी हेरिदिनु होला माया गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अब सधैँ घरै बसिरहन्छ धेरै भ्लग गर्दैन अब पहिला गर्थेँ 2-3टा भिडियो छ मेरो सर्ट भिडियो त अरूहरू नाचेहरू त्यही भएर साथीहरू माया गरिदिनु होला भर्खर सिक्दैछु गाह्रो छ हो सिक्न पर्यो सिक्दै जानु पर्यो हरेक कुरा सबै त कोखबाट त कसले लिएर आएको हुन्छ अलिअलि गर्दै एडिट गर्न धेरै खासै आउँदैन होइन त्यही भएर एडिट गरेको त छैन त्यो कमेडीहरू सङहरू हाल्न पनि खासै आउँदैन अब गर्दै जाऊँ कहाँसम्म हुन्छ हजुरहरूलाई रमाइलो मनोरञ्जन गराइरहन्छु ल त आजको लागि अब भन्न चाहन्छु चोलो बच्चाको चोलो हुँदैछ गुड नाइट